नमस्ते सबैलाई। आज मैले बनाउँदैछु यो लौकाको भरुवा। यसको लागि चाहिन्छ एकदमै कलिलो लौका। कलिलो लामो खालको लौका भयो भनेदेखि चाहिँ एकदमै बेस्ट हुन्छ। अनि त्यसपछि थिच्दा कसरी थाहा पाउने भन्दा थिच्दाखेरि चाहिँ यो लौका अनि माथितिर उठ्छ के अलिकति सफ्ट खालको कलिलो भने चाहिँ बुझिहाल्नुहुन्छ। त्यसपछि मैले यसको बोक्रा फालेर भित्रको गुदी पनि फालिदिएँ अनि भित्र एउटा ढुङ्ग्रो जस्तो बनाइदिएँ है। अनि त्यसपछि थोरै बेसार राखेर पानीमा बोइल गर्दै हाफ बोइल। अनि यसको लागि भित्रको लागि मसला चाहिँ मैले रेडी गरेको छु। घरमै बनाएको पनिर, बोइल गरेको आलु र मकै पनि थियो। त्यसपछि नुन, बेसार अनि थोरै जिराको धुलो र हरियो जिराको धनियाको पत्ता पनि मैले राखिदिएको छु। धनिया पत्ता राखेपछि हरियो खुर्सानी पनि राखिदिएको छु, जसको भिडियो छैन। खुर्सानी टेस्ट अनुसार राख्न सक्नुहुन्छ, कम्पलसरी छैन। अनि त्यसको लागि मैले फेरि यता बनाउँदैछु बेसनमा चाहिँ नुन, बेसार र थोरै मसला राखेँ। अनि पिरो खानुहुनेहरूले चाहिँ यो कश्मिरी लाल मिर्च पनि राख्न सक्नुहुन्छ है। अनि यो बेसनमा चाहिँ मैले के राखेँ भन्दाखेरि यो ज्वानोलाई चाहिँ हल्का माडेर राखिदिनु होला। बेसनमा ज्वानो राख्दाखेरि चाहिँ हाम्रो यो डाइजेसन एकदम राम्रो बनाइन्छ, पचाउन सजिलो बनाउँछ। अनि हाम्रो हाफ बोइल भएर पनि निक्लिसकेको छ लौकी। अनि लौकीलाई चाहिँ मैले निकालेर यसरी भित्र फिलअप गरेँ। सबै राखेको मसलाहरूले चाहिँ सफ्टली गर्नुपर्छ है फिलअप चाहिँ। त्यसपछि सार्प चक्कुले चाहिँ यसरी हामीले काट्न सकिन्छ, एउटा सेप दिएर ठिक्क राउन्ड सेपमा ठिक्कको कतिको तेलमा डुबाउने हो त्यही अनुसार। ल रेडी भइसक्यो। त्यसपछि मैले यो बेसनमा डिप गर्दै यतातिर ब्रेड क्रम्स बनाएको छु। यो पनि आफै घरमै बनाएको हो। यसको पनि रेसिपी चाहिन्छ भने म भिडियो अपलोड गरिदिन्छु, कमेन्ट गर्नु होला है। एकदम कुखुराले डिस्टर्ब गरिरहेको छ, बिहानै भोइस ओभर गर्दैछु नि त। अनि तातो तेलमा मैले चाहिँ तेल ठिक्क राख्छु क्या, डिप गर्ने पनि, किनभने फेरि त्यो तेल युज गर्न नपरोस् भनेर म बरु सक्यो भने थप्छु भनेर थोरै थोरै राखेको छु। त्यसपछि यसरी ब्रेड क्रम्स वरिपरिबाट यसरी लपेट्दै अनि ड्राई हातले यसरी तेलमा झोइ राखिदिने। हेर्नुहोस् त एकैछिनमा कस्तो ब्राउन भइहाल्छ क्या। नर्मल हिटमा पकाउने, धेरै पकाउनै पर्दैन, अलरेडी हाम्रो भित्रको सबै चिजहरू पाकिसकेको छ। अनि यसरी ब्राउन रेड भएपछि चाहिँ ब्राउन रेड भइसकेपछि चाहिँ यसरी निकालिदिने। त्यसपछि ट्राई गर्नु होला, यदि मिठो हुन्छ नि कुरै छोड्नुहोस् क्या, अर्थुक बिर्सिनुहुन्छ। हल्का पिरो पनि राखेर खानुभयो भने त बेस्ट अफ द बेस्ट। अहिले लौकाको सिजन छ, एकचोटि ट्राई गर्नु होला है यो रेसिपी। अनि यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ हजुरहरू कमेन्ट गर्नु होला। अनि हजुरहरूको भिडियोहरू पनि यसै गरी रेसिपीहरू सेयर गर्नु होला, ताकि हामीले पनि ट्राई गर्न सकियोस् हैन। बनाउने चिज त त्यस्तै नै हुन्छ, तर पनि आफ्नो रेसिपी अनुसारको टेस्ट डिफ्रेन्ट हुन्छ। कति चिजहरू हामीले अर्कै गरी खाइराखेका हुन्छ हैन, कतिले अब देखाएपछि थाहा हुन्छ नि त। सेयर गर्नु नै सबैभन्दा ठुलो कुरा हो जस्तो लाग्छ मलाई चाहिँ, किनभने सिक्ने लर्न गर्ने मौका पनि पाइन्छ। सबैलाई आउँछ भने त छैन नि त, कति देखाउँछ भन्नुहुन्छ होला हैन। के गर्नु अब, आफूलाई त बाहिरको खानाभन्दा घरमै यसो मेहनत गरेर खाऊँ, एउटा भिडियो पनि बनाऊँ, कन्टेन्ट पनि भइहाल्छ भन्ने लागेर हो। हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। अनि त्यसपछि मैले यसरी सर्भ गरेँ। यसमा यो खानामाथि राखेको डल्ला डुल्ली चाहिँ यही डल्ला हो मैले बनाएको। ल थ्याङ्क यू फर वाचिङ।